यहाँ यो देख्दाखेरि त यहीँ काम गरौँ कि जस्तो लागिरहेछ। यस्तो राम्रो राम्रो। हाई गाइज, गुड मर्निङ, वेलकम ब्याक टु माई न्यू एनदर ब्लग। आई होप सबैजना सन्चै आरामै हुनुहुन्छ होला। म पनि सन्चै आरामै छु। सो नयाँ हुनुहुन्छ भने च्यानललाई सब्सक्राइब गर्नु होला। अनि सबैजना ड्युटी गइसक्नु भएको छ, दाइहरू अनि साथीहरू अङ्कलहरू सबै स्टाफ होटलतिर जानुभएको छ कामको लागि। 10 बजिसकेको छ। अनि म चाहिँ भर्खरै नुहाएर फ्रेस भएको छु। अब म पनि जान्छु। अनि आज 2-3 दिन भयो मम्मी बुवा आउने भनेको आउनु भएको छैन। सायद आज के गर्नुहुन्छ, कल गर्नु पर्ला, कल गरेको छैन, कल गर्नु पर्ला। अहिले के गर्नुहुन्छ, सायद आउनुहुन्छ कि आज पानी पनि आएको छैन, मौसम पनि राम्रो गरे के गर्नुहुन्छ एकचोटि सोध्नुपर्छ। अनि अस्ति योभन्दा 2 दिन अगाडि अस्ति एकजना केटा आउने भनेको थियो नि होटलमा काम गर्नको लागि। उनी पनि आज बिहानै आज जस्तो मान्थे, तर मिलाउनु के कस्तो छ भन्ने कुरा। गाइस यो मेरो लास्टै कपाल झरिरहेको यार, किन भयो अरे मेरो कमसेकम पनि कपाल नुहाएर कपाल कोर्ने बेला आइनाकी जस्तो कपाल यति निस्किन्छ क्या। पुरै पुरै बुटु पारेर माटो गरेर राख्ने हो भने माटो ट्याक्कै चक्र खाने पैसा आउँछ पुरै कपाल झरेर। यस्तो गर्दा देखिन्न होला कपाल यति झर्छ यार। यस्तै गरेर तान्दारी झर्छ यार, रातैभरि आउँछ। किनभने यस्तो किन भयो होला, म यस्तो गरेर बाँड्छु कि आजभरि कपाल सिरिक गर्छ होला, अनि त्यही भएर हो कि के होला यार। कमजोरी भएर धेरै सोचेर हो कि कमजोरी भएर हो कि हुन्छ यार, झर्छ कपाल सबैको। ल अब चाहिँ जान्छु म अब ड्युटीतिर गाइस है। ड्युटी जानु पऱ्यो, सट्टो लगाएर ड्युटी भन्दा अब त्यस्तै सो हेल्पिङ होइन। मौसम आज बल्ल राम्रो गरेको, लगातार 3 दिनसम्म पानी आयो। त्यहाँबाट बल्ल चिसो नि गरे घाम त्यस्तो नै लागेको छैन है त। आज तपाईँहरूलाई स्पेसल म देखाउनेवाला छु बेकरी होइन दाइ। भित्र फेरि बेकरी छ। गुड मर्निङ दाइ। अब भित्र जाम हेर्नु सर, हेर्नु अब यहाँबाट सुरु हुन्छ हेर्नु है। हेर्नु ये हमारे जोशी शेफ यूके। ये क्या बन रहा है? ये गार्लिक पेस्ट, गार्लिक टोस्ट। अच्छा ये पास्ता है ना? पास्ता भी सब मिक्स होता है ना इसमें? अच्छा मैं सब कुछ दिखाता हूँ इधर। वाओ गाइस हेर्नुहोस् त, पास्ता सैंडविच, भेज सैंडविच अनि चीज सैंडविच। ओ माय गॉड, ठुलो पिज्जा। त्यो चाहिँ यो चाहिँ स्मल वाला हो है, यो चाहिँ बिग देख ना। हेर्नु म तपाईँहरू सबै कुराहरू देखाउँछु है। हेर्नु उनीहरूको मेन कुराहरू। मेन सेफ, हेड सेफ, वेयर आर यू सेफ? साफ नहीं आ रहा है। अब आ जाएगा, अब साफ आ जाएगा सेफ। इधर देखिए सेफ क्या बन रहा है? पाव। अच्छा इसमें जाता है, इसमें गरम होता है, फिर गरम में डालना है या क्या? हाँ, फिर पकेगा ये। अच्छा सही। और इधर बन रहा है, इधर क्या बन रहा है सेफ? अच्छा नेपाली दाजु है आटो हॉट डॉग। अच्छा हॉट डॉग। यहाँ 3वटा मेसिन छ गाइस है। एउटा यहाँनिर छ, एउटा यो आटा बुन्ने हो है। यत्रो आटाहरू बुन्न त सकिन्न जम मेसिनले। अब यहाँ हेर्नुहोस् तपाईँहरूले मेसिन, यसको भित्र सामानहरू पुरा उ भइरहेछ, के अरे के भन्छ बनिरहेछ। यहाँबाट देखिन्छ, तपाईँहरूलाई म देखाउँछु, एकैछिन रुक्नु है। हेर्नु यसमा के छ दाइ अहिले? इसके अंदर क्या है? ये ब्रेड
एग पेटिस चिकन पेटिस मटन पेटिस सबै यहाँनिर यस्तो ट्रक एक मुभी ने ओवन कुछ भी नहीं है इसमें आलू सिस्टम और यहाँनिर हाल्ने हुन्छ सिस्टम गाइज मलाई के लागिरहेछ भने यसो यो यहाँ यो देख्दा हेर्दा यहीँ काम गरौँ कि जस्तो लागिरहेछ भ्याकेन्सी खाली है अभी नहीं है मैं सोच रहा हूँ कि मैं भी इधर ही काम करूँ क्योंकि यहाँ पे इतना अच्छा अच्छा केकहरू बनता है चकलेटहरू बनता है होइन इसलिए हेर्नु न कति दामी दामी छ हेर्नु न यस्तो राम्रो राम्रो छ अब नाम के हो मलाई त थाहा छैन होइन तर यो एकदमै राम्रो राम्रो हेर्नु न साना साना यिनी चकलेटहरू अनि यो हेर्नु न यो सानो सानोवाला त्यो के भन्छ भने पिज्जा साना छोटोवाला पिज्जा यसरी प्याकिङ हुन्छ हेर्नु यहाँ सिस्टम बाई सिस्टम क्या हाले सही हो आप आपका नाम क्या है इधर सब लोग को बता दीजिए जोशी जोशी जी ओहो नाम पनि पुरा जोशी जी रहेछ यता पुरै यो ठुलोवाला काट्ने भाँडा पनि त अलग्गै हुने रहेछ हेर्नु न स्वयं हाम्रो उसमा त यो रेन्जर त्यो होल्डिङ गर्ने हुन्थ्यो यहाँ त केक काट्ने रहेछ अरे वाउ हेर्नु न भोपाल मेन शेप हमारा इनका दिखाना हाम्रो यताको मेन सेप है सबै उहाँले सम्हाल्नुहुन्छ टक्क यहाँले चाहिँ यस्तो यस्तो गर अभी आप बोल नहीं सकते हो ना आप अभी क्या खा रहे हो इधर सोचेंगे ये आदमी गुटखा खा रहा है सोचेंगे बता दीजिए ना क्या खा दवाई खा रहे हो ना दवाई खा रहे हैं हमारा सेप फिर आप फिर इधर का ऑडियंस सोचेंगे ये गुटखा खा रहा है वो तो नहीं है हमारा सेप कभी गुटखा नहीं खाते देखो ऐसे चॉकलेट ऐसे काम करने वाला कभी गुटखा नहीं खाते तो ये खाते हैं पूरा है ना हाँ सही है सबै राम्रो छ काम भ्याकेन्सी खाली छैन अरे नत्र त यहीँ गर्नुहुन्थ्यो प्याकिङ क्या आप लोग कितने स्टाफ हो इधर 10 अच्छा ये तो बनने वाला फैक्ट्री और बेचने वाला उधर बहुत इतना अच्छा है ना है ना सेफ इतना अच्छा है उधर ये तो फैक्ट्री है 50 ओहो एक फैक्ट्री में एक फैक्ट्री ये इधर बनने वाला जगह है बस बनाने वाला जगह उधर बेचने वाला तो इतना अच्छा है कि बात ही छोड़ो सबै आफ्ना नहुन यहाँ सबै आफ्नो काम भइरहेको उतातिर अनि सब दाइको होटेल छ फेरि यहाँनिर अच्छा अब यतातिर होटेल भन्दा पनि तपाईँहरूलाई यता पनि यो सबै होल छ कि यो गिफ्ट आइटममा सबै अनलाइन नि दाइ पुरा त्यही जो हामीले बेकरीहरू देखायो नि तपाईँलाई त्यहीको यति ठुलो छ कि यो पसल यसको यो बाँसको बनाएर ल्याउने हो उसको बाद यसले गिफ्ट प्याक गर्ने हो हेर्नु न गिफ्टहरू हेर्नु यो हट यहाँनिर कागज गर्ने प्याकिङवाला हो यो यस्तो राम्रो राम्रो सामानहरू छ अन्त जाम न त यहाँ त खासै हेर्नुहोस् सबै डिजाइन बनाउने उसको लबडको गिफ्ट आइटम प्याक गर्न गिफ्ट आइटमहरू यति यो लास्टै ठुलो छ कि योभन्दा अगाडि पनि तपाईँहरूलाई मैले माथि देखाएको थिएँ होइन लास्टै ठुलो छ क्या यो भयो गिफ्ट आइटम हेर्नु त यो रक्षाबन्धनमा तिजमा सबै गिफ्ट दिनको लागि आफ्नो बहिनीहरूको लागि साथीहरूको लागि बाहिर फेरि एकलौटे होटेलमा छ फेरि बाहिर पुरा बेकरीको ऊ छ क्या यहाँनिर ऊ यतातिर पुरै ठुलै छ क्या होइन दाइ पुरै नगर म पुरा देखाएको छैन मैले तपाईँहरूलाई त्यो ऊ मात्र देखाएँ बन्ने फ्याक्ट्री मात्र देखाएँ जुन बेच्ने सामानहरू देखाउने नि त सातो छोडिदिनु जस्तो छ पुरा यस्तो राम्रो छ नि भित्र ओ मेरो पुरा होलसेल जस्तो छ आजको दिन पनि गयो होइन अङ्कल कति भयो होला आजको सेल चिल्ली पनिर हालिदिनु न 25 त भयो नि ओहो हो अनि गाइज मैले तपाईँहरूले भनेको थिएँ एकजना नयाँ हाम्रो अस्ति भेट भएको साथी आउनु भएको भने हाम्रो साथी पुरा भेष्टश्रेष्ठ सब छोडाएर एउटा भन्डीसँग मात्रै हुन्छ पुरा काम आज यिनी आजदेखि काम अलिक बढाएको छ आज होइन 25 हान्यो आज पक्कै फर्को हामी
यसो अनुमानमै गन्या त छैन पैसा तर 25 भयो जस्तो लाग्छ भन्नुहुन्छ। अनि यतातिर मेरो प्यारो भाइ छ एकदमै यिनीहरू डान्स खतरा गरे हान्ने गाई हिजो भिडियो कसले हेर्नुभयो डान्स त फेरि ओहो डान्स त भाइले यहाँ पुरै होदीमा फन घुम्दै होइन भाइ मैले पनि माने यार 1 महिना खतरामा चाहिँ हात भने कस्तो भएको थियो यार त्यो त केही होइन होइन केही चिज पाउनको लागि केही चिज घुमाउनु पर्छ पैसा आउने पैसा होइन भाइ भाइ कहिले यस्तो अर्डर हान्ने यहाँ जस्तो अर्डर हान्ने कहिले अर्डर त हामीले यहाँ देखि छैन र ए देखाएको छु भिडियोमा देखाएको छैन मैले नि कि देखाएको छु रे देखाएको छु यार भिडियोमा देखाएको छु ठिक छ आजबाट 2टा उस्ताद छन् यहाँ 1 उस्ताद 2 उस्ताद हेड उस्ताद त कुरै नगरौँ उहाँ त सिकाउने मात्रै हो के छ के छैन हेर्ने टक्क लेख्ने सामान लिनु जाने बिहान 5 बजे 4 बजे उठेर मन्डी जाने होइन ठिक छ ल हाम्रो अर्को सेफ हुनुहुन्छ उहाँ चाहिँ गइसक्नु भइरहेको छ मालिक साहब सेफ के भन्ने मालिक मेरो दोस्ती मेरो दाइ जे भने पनि दोस्ती भने पनि साथी भने पनि जे भने अब म पनि रनिकिन्छु अब दोस्ती गइसकेपछि म किन रहने उहाँ अगाडि गइसक्यो आउने भन्न म हुन्छ आउँदै गर्छु भनेर ए होइन धेरै कुराहरू देखाउन पाइएँ होइन त्यही हो गाइस अब रुममा जान्छु लो मुखमा घाउ भएर खतम भएको मेरो फेरि यहाँ मुखमा घाउ कसको जुठो खाएछु कुन्ने यहाँ घाउ भएको यहाँ रुममा पनि आइयो च्याट्ट लाएर कपाल झरेर भने सकिन लाग्यो यार त्यही हो गुरु भयो त यार 1 हप्ताभन्दा अलिकति धेरै हो दिल्ली आएको हल्का गोरो हुन्छ यतातिर गोरो हुन्छ गर्मी पनि छ अनि दिनदिनै नुहाइरहे पनि सरसफाइ हुन्छ अनि एक त अब लेह लद्दाखमा कालो भएको थियो नेपालमा भन्दा नि अझै गुज्रिया भएको थियो उतातिर अब चिसो पनि त्यस्तै अनि हावापानी पनि अब त्यस्तो अब एकदम हावा लगाइरहने नुहाउनु पनि अलिक त्यस्तो अब चिसोमा नुहाउन अलिक मन लाग्दैन त्यही हो ननुहाएपछि सरसफाइ हुन्न एक त अब मौसम नेपालमा जस्तो छ क्या त्यहाँतिर त्यही हो ल अब चाहिँ नेक्स्ट भिडियोमा भेटौँ होला आजको लागि यति नै मबाट केही गल्ती भएको होला सोचाउने मौका दिनु होला कमेन्ट बक्समा भन्नु होला है आफ्नो मन कुरा भन्नु सक्नुहुन्छ चाहे गाली दिनुहोस् या नदिनुहोस् त्यो आफ्नो मर्जी हो तर राम्रो मान्छेले गाली गरिदिँदैन त्यही हो ओके गाइज युट्युबमा